एउटै पार्टीको भए तपाईँकोले किन बोले त तपाईँ आफै मन्त्री हुनुहुन्छ तपाईँको जतिलाई बोल्न नदिनु न मन्त्रीज्यू तपाईँ रुलर हो कि सभापतिज्यू रुलर हो बैठकको कस्तो कुरा मजाको कुरा गर्नुहुन्छ ठिक छ तर मन्त्रीज्यूले भने त मिलेन नि त एउटै पार्टीको हो भने तपाईँ त रुलिङ हो तपाईँको रुलिङ पार्टीको कसैले किन बोलेको कसैले पनि नबोल्नुहोस् नि त